राज्यको भुना थियो। अब मैले यो राज्य कसरी जोगाउँ त? अब उनले एउटा सोच गरे। अब यो ऋषि विश्वामित्रको तपस्या भङ्ग गर्नको निमित्त मेरी सबैभन्दा राम्री रूपले पलेकी शिलाले फलेकी मैया मेनकालाई उसको तपस्या भङ्ग गर्न पठाइदिनु तपस्या गरेको नदीकै गएर त्यसो भएपछि विश्वामित्रको तपस्या भङ्ग हुनेछ, मेरो राज्यमा हलचल आउने छैन। भन्न लागे कि देवेन्द्रले, हे मैया तिमीलाई म हावालाई पनि उनलाई सहयोग गर भन्छु। अनि तत्पश्चात मैले वनस्पतिलाई पनि सहयोग गर भन्छु। त्यसै कारणले तिमी कुनै धन्दा नमानिकन अगाडि गएर तपस्या गरेको ठाउँमा खम गरेर नाचिदेऊ न। क्षमा गरेर नाच्नुभयो। अझै पनि ऋषिको ध्यान भइढङ्ग हुन सकेन। एकहोरो दसैँ इन्द्रिय चिम्लिएर बन्द गरेर नारायण